राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सरकारसँग 27 बुँदे माग पेश गरेका छन्। दुर्गा प्रसाईका प्रतिनिधिले गृह मन्त्रालयमा पुगेर संविधान खारेज सहितका 27 बुँदे माग पत्र बुझाएका हुन्। उनले प्रदेश संरचना खारेज गरी 5 विकास क्षेत्र 14 अञ्चल 75 जिल्ला कायम गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, लघुवित्तीय तथा सरकारीको 20 लाख भन्दा मुनिको ऋण मिना गर्नुपर्ने माग राखेका छन्। बैंकबाट कालो सूचीमा परेका हालसम्मका करिब 6 लाख नेपालीको नाम कालो सूचीबाट हटाउन सरकारले तत्काल पहल अघि बढाउनु पर्ने, कारागारमा रहेका कैदीबन्दीहरूलाई उत्पादन मार्फत समृद्धि कार्यक्रममा जोड्नुपर्ने लगायतका माग समावेश गरेका छन्। तत्कालीन सरकारका सबै उच्च पदस्थ नेताहरूलाई पक्राउ गरी छानबिनको दायरामा ल्याउन पनि माग गरेका छन्। यस्ता छन् उनले अघि सारेका मागहरू। नेपाल नेपालीले नै बनाउनु पर्ने, नेपालको व्यापार नेपालीले नै गर्नुपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने, नेपालको संविधान खारिज गरी व्यवस्था परिवर्तन गर्ने, बौद्ध किराँत सहित बौद्धिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य र संवैधानिक राज संस्थाको स्थापना गर्नुपर्ने, सो विषयमा जनमत संग्रह मार्फत जनताको ताजा जनादेश प्राप्त गरी जनमत बमोजिम उल्लेखित विषयहरूको निराकरण गर्नुपर्ने, आर्थिक र राजनीतिक अस्थिरताको कारकको रूपमा लादिएको देशको अर्थतन्त्रका लागि सेतो हात्ती समान भएको प्रदेश संरचना खारिज गरी 5 विकास क्षेत्र 14 अञ्चल 75 जिल्ला कायम गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थापन गर्नुपर्ने, बैंकिङ सञ्चालकहरू र उच्च व्यापारी घरानीहरूको नामले चिनिनेहरूले चलाएको बैंकको 34 खर्ब रुपियाँ जोखिममा रहेको हुनाले बैंकिङ वित्तीय संस्थालाई एकपटक राष्ट्रियकरण गरी सो जोखिम रकम उठाई बैंक तथा व्यवसायलाई छुटाउनु पर्ने, लघु वित्तीय र सरकारीको ऋण तिर्न हाँडी मुलुकमा कामदारको रूपमा गएका नेपाली युवाहरूलाई नेपालमै फर्काउने काममा नै सिप अनुसारको कामको व्यवस्थापन गर्नुपर्ने, खाडीका जेलहरूमा बस्न बाध्य रहेका करिब 7,000 युवालाई सरकारको पहलमा स्वदेश फर्काउनु पर्ने, सर्वहारा वर्ग र भुइँ मान्छेले लिएको लघु वित्तीय र सहकारीको 20 लाख भन्दा मुनिको ऋण मिना गर्नुपर्ने, 20 लाख भन्दा माथिको माध्यम वर्गीय नेपाली व्यापारीको ऋण 25 वर्षको अवधिभर राखेर 5% ब्याजमा तिर्न पाउने व्यवस्था सरकार मार्फत मिलाउनु पर्ने, सहकारी बचतकर्ताको डुबेको रकम राज्यले जिम्मा लिएर तिर्ने व्यवस्था मिलाउनु पर्ने, बैंकिङ तथा वित्तीय संस्थाहरूले लिलाम गरी घर जग्गा कब्जा गरी सुकुम्बासी बनाएर सडकमा पुर्याइएका नेपाली नागरिकको घर जग्गा सरकारको जमानीमा जसको हो उसलाई फिर्ता गराई पुनः ऋण दिने र ऋण तिर्ने व्यवस्था मिलाउनु पर्ने, युवाहरूलाई विदेश पलायन हुनबाट रोकी स्वदेशमै रोजगारीको सिर्जना गरी स्वरोजगार आत्मनिर्भर नेपाल बनाउन साना मझौला र ठुला उद्योग स्थापना गर्नुपर्ने, रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरूलाई नेपाल फर्किएमा 3% सहुलियतमा ब्याजमा 30 लाख सम्मको प्रोजेक्ट लोन बिना धितो उपलब्ध गराउनु पर्ने, किनकि रेमिटेन्स विदेशबाट 50 डिग्रीको तातो गर्मीमा श्रम बेच्ने नेपाली युवाहरूले नै पठाएका हुन्। +2 भन्दा माथिको उच्च शिक्षाका लागि विदेश जान बन्द गरी नेपालमै मेडिकल कलेज, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, सीए साथै प्राविधिक शिक्षालय लगायतका 100 वटा भन्दा बढी कलेज सञ्चालन गरी वर्तमान अवस्थामा विश्व बजारलाई आवश्यक रहेको डाक्टर, नर्स, सीए, इन्जिनियर गरी सबै विधामा प्रति वर्ष 10,000 का दरले पढाउने व्यवस्था मिलाउने, संस्कृत भाषा र नैतिक शिक्षालाई अनिवार्य पाठ्यक्रममा समावेश गर्नुपर्ने, बैंकिङबाट कालो सूचीमा परेका हालसम्मका करिब 6 लाख नेपालीको नाम कालो सूचीबाट हटाउने सरकारले तत्काल पहल अघि बढाउनु पर्ने, नेपालमा जन्मिएको नागरिक संसारको जहाँ पुगे पनि नेपाली नागरिकता कायम रहने व्यवस्था मिलाउनु पर्ने, कृषि ऋण 2% ब्याजमा पाउने व्यवस्था मिलाई उत्पादित सामग्रीको बजार ग्यारेन्टी सरकारले गर्ने र एक गाउँ एक उत्पादनको व्यवस्था मिलाउनु पर्ने, 65 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई उच्च सम्मानका साथ निशुल्क उपचारको व्यवस्था सरकारले गर्नुपर्ने, ज्येष्ठ नागरिक कोष खडा गरेर आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई मासिक 10,000 रुपियाँ ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउनु पर्ने, विदेशमा हाम्रो युवा बेच्ने होइन हाम्रो हिमालको पानी, पहाडको जडीबुटी र तराईको अन्य निर्यात गर्ने व्यवस्था तत्काल सरकारले मिलाउनु पर्ने, 2046 सालपछिका नेताहरूको सम्पत्ति छानबिन गरी अकुत सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, कर्मचारीहरूको सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति सरकारीकरण गर्नुपर्ने, निजामती कर्मचारी, प्रहरी, सेना र शिक्षाको मासिक तलब न्यूनतम 1 लाख हुनुपर्ने, जीवन निर्वाहका लागि पर्याप्त तलब हुँदा समेत भ्रष्टाचारमा संलग्न भएको पाइए जागिरबाट निकाली आजीवन कारावासको कानून निर्माण हुनुपर्ने, कारागारमा रहेका कैदी बन्दीहरूको एक पटकलाई 60% कैदी मिना गरी बाँकी रहेका
भएका कैदीबन्दीहरूलाई उत्पादन मार्फत समृद्धि कार्यक्रममा जोड्नुपर्ने, 5 वर्षभित्रमा भ्याट पूर्ण रूपमा हटाएर एक धार प्रणालीद्वारा आम्दानी बमोजिम कर निर्धारण गर्नुपर्ने र चिकित्सक, शिक्षक, चार्टर एकाउन्टेन्ट, सीए प्राविधिकहरूले जति आम्दानी गरे तापनि 10% मात्रै आयकर लाग्ने व्यवस्था मिलाउनु पर्ने, घरबाल कर 5%मा ल्याउनु पर्ने, भूमिहीन सुकुम्बासी समस्या दिगो रूपमा समाधान गर्ने साथै नदी किनारमा बनाइएका भौतिक संरचनाहरू 20 मिटर मात्रै कायम हुने नीति बनाउनु पर्ने, जेनजीका जायज माग पूरा गर्दै नेपालबाट आइएनजिओ र एनजिओ खारेज तत्काल गर्नुपर्ने, तत्कालीन सरकारका सबै उच्च पदस्थ नेताहरूलाई पक्राउ गरी छानबिनको दायरामा ल्याउनु पर्ने। यिनै 27 बुँदे मागपत्र आज दुर्गा प्रसाईका प्रतिनिधिहरूले गृह मन्त्रालयमा बुझाएका छन्।